हेलो गाइस, सबैलाई शुभ बिहानी अनि शुभ बिहानीसँगै शुभ नमस्कार। आज छौँ हामी यात्राको चौथो दिनमा र यहाँदेखि सिक्किम होटल हाइवेदेखि चाहिँ हामी अहिले बिहानको 5:30 बजे नाम्ची चारधाम र साई मन्दिरको यात्रा सुरु गर्दैछौँ। र हाम्रो दिदीहरू यसरी यहाँ रेडी भइसक्नु भएको छ। आधा दिदीहरू बाहिर गाडीमा सामान राख्दै हुनुहुन्छ र हाम्रो आधा दिदीहरू यहाँ पानी खाँदै हुनुहुन्छ। हाम्रो दाइ, हाम्रो आन्टी धेरै बिरामी हुनुभएको छ। आन्टी अहिले ठिक छ तपाईँलाई? फ्रेस हुनुहुन्छ नि? फेरि बाटोमा अलिक स्ट्रङ हुनु होला है तपाईँ फेरि। दबाई खान पर्यो कि। अनि यहाँ चाहिँ हाम्रो गाडी छ। हामीसँग चाहिँ 3टा गाडी छन्। 8 जनाको एउटा ग्रुप, 9 जनाको 2टा ग्रुप। हाम्रो गुरुजीले चाहिँ यहाँ सामान राख्दै हुनुहुन्छ। यो चाहिँ सिक्किम रहेको छ। यो चाहिँ होटल हाइवे रहेको छ। हामी बसेको होटल चाहिँ यो गाइस। अनि तपाईँहरू चाहिँ हेर्दै गर्नु होला। म तपाईँलाई अपडेट गराउँदैछु। आज चाहिँ एकदमै चर्चित साई मन्दिर र नाम्ची चारधाम मन्दिर देखाउनेवाला नै छु। हेर्न सक्नुहुन्छ। हामी जाने चाहिँ आज यो नाम्ची चारधाम मन्दिर र साई मन्दिर यो रहेको छ। नाम्ची चारधाम र साई मन्दिर रहेको छ। र सोमगो लेक चाहिँ हामी हिजो गइसकेको छौँ। हेर्दै गर्नुहोस् तपाईँहरू। हामी तपाईँलाई अपडेट गराउँदै गर्नेछौँ। तपाईँहरू सबै रेडी हुनु होला गाइज। अब हामी चाहिँ यात्रा सुरु गर्दैछौँ। हाम्रो यात्रा सुरु हुनुभन्दा अगाडि हाम्रो दिदीले चाहिँ प्रार्थना गर्दै हुनुहुन्छ। दिदी ल सबैले भनौँ है त। प्रार्थना गरौँ है। तिनचोटि भनौँ ओ भनेर पहिला अ उ म है। लामो सास गरौँ 3 चोटि। ल लामो सास। सुरु है। भवन्तु सुखिनो सर्वे सन्तु निरामये सर्वे भद्राणि पश्यन्ति मा कस्यात् दुःखभाग् भवेत्। ओंकारं बिन्दु संयुक्तं नित्यं ध्येयं योगिनं कामदं अक्षिदं चैव ओंकाराय नमो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। ज्ञानतिमिरान्धस्य
शलाकै चर्छुरं मिलितं येन तस्मै श्री गुरवे नमः। ॐ अच्युताय नमः। ॐ अच्युताय नमः। ॐ अच्युताय नमः। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रये विनाशाय श्रीकृष्णाय वयं नमः। कस्तूरितिलकं ललाटपटले वक्षस्थले कस्तुभं नासाङ्ग्रीवरमौस्तिककरतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मौतावली गोपश्री परिवेष्टितु विजयिती गोपालचूडामणि वन्दे कृष्णगुणातीतं गोविन्द एकाक्षरम् अव्ययं व्यक्तं गोपवेशविदायिनं किशोरवयसं शान्तं गोपिकान्तमनोहरं नवीननीरदश्यामो कोटिकन्दर्पसुन्दरं वृन्दावनवनभव्यं रासमण्डलसंस्थितं लसत्पटपितं तिरुवङ्गलीलाकीर्तं रासेश्वरं रासभासा रास उल्लासमुत्सुकं द्विभुजमुरलीहस्तं पीतभाससमुच्युतम् ओबकियास्तनं कालकुटं जङ्गये पाये दिप्ये साध्वी लिपिगतिदायु चिन्तादतुण्ड्यं किं दयालु शरणं भजम् तुमेव माता च पिता तुमेव बन्धु सखा तुमेव विद्या उदरवीण तुमेव सर्वो मम देव देव सुगन्धवल्ली सत्पात्र जाति सुवर्ण चम्पा कुलभवानी गृहण प्रभु मया पितानि प्रभु हरे तुलसी दलानि आकाशात् पतित तुयं यथा गच्छति सागरं सर्वदेव नमस्कारं श्रीकेशवं प्रतिगच्छति। ॐ प्रणम्य शिरसा देवं गौरीपुत्रविनायकं भक्तं वासस्मरे नित्यमायु कामार्थसिद्धये प्रथम वक्रतुण्डादित्य एकदन्तं तीर्थे कृष्णपिङ्गाय च चतुर्थगजवक्रं पञ्चम लम्बोदर षष्ठम विकटमेव च सप्तम विघ्नराजेन्द्र धूम्रवण तथाष्टम नवम बालचन्द्र दशम विनायकम् एकादश गणपति द्वादशं गजाननं द्वादशैतानि नामानि त्रिसन्धे पठन्नर न च विघ्न भय भवे सर्वसिद्धि करो प्रभु। विद्यार्थी लभेते विद्या धनार्थी लभेते धन पुत्रार्थी लभेते पुत्रान् मोक्षार्थी लभेते गतिं जपेत गणपति तोत्रं षड्विमा सफल लभेत समरे नित्य सिद्धिमायु कामार्थ सिद्धये आश्रमे वर्मण्डे लेखि च समर्पयते तस्य विद्या भवे सर्वा गणेशे प्रसादत। ॐ गणाधिसेवितं कपिस्तजाम्बु फलचारुभक्षणं उमासुतं शोकविनाशकं नमामि विघ्नेश्वर पादुपङ्कजं वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम श्री स्वस्थानी माता की जय, सम्पूर्ण गौ माताहरू की जय, सम्पूर्ण तीर्थव्रतहरू की जय, ओम सच्चिदानन्द स्वरूपाय भगवान की जय, श्री कृष्ण भगवान की जय। हाम्रो यात्रा सफल होस् भन्दै जय 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 जय। आहा, धन्यवाद हाम्रो दिदीलाई। बिहान हामी आज साई नाम्चे चारधाम र साई मन्दिरको दर्शन गर्न जानुभन्दा अगाडि गाडीमा बसेको बेला बिहानको 6 बजे यति राम्रो प्रार्थना गर्नुभयो। दिदीलाई धन्यवाद।
हाम्रो यात्रालाई शोभा दिने दिदीहरू यो गाडीमा हुनुहुन्छ र मलाई यति आनन्द ल्याइरहेको छ। सम्पूर्ण दिदीहरूलाई नमस्कार। अँध्यारो भएको हुनाले यसरी लाइट बालेर हेर्नुपर्छ है गाइजहरू। मैले फोनको लाइट बालेर देखाइरहेको छु। कोही देखिनु भएको छैन, सबै देखिनु भएको छ है दिदीहरू। सबैलाई ठिक छ नि? रमाइलो भइरहेको छ नि तपाईँहरूलाई? मन्दिर जान तयार हुनुहुन्छ नि है तपाईँहरू? हाम्रो दिदीहरू त आज बिहानै उठ्नु भएछ। मैले भने मुख पनि राम्रोसँग धोएन आज, यति अँध्यारो छ। हजुर दिदी, हजुर। यसरी लाइट बालेर, फोनको लाइट बालेर यहाँ भिडियो बनाउनु परिरहेको छ है साथीहरू। ल हेर्दै गर्नु होला। अब हामी सुरु गर्छौँ नाम्ची चारधाम र साई मन्दिर। ल हेलो साथीहरू, अहिले चाहिँ हामी सिक्किमदेखि हिँडेर गाडीमा कति 1.5 घन्टा अगाडि आएर सिङताममा खाजा खानालाई ओर्लिँदैछौँ। ल ओर्लिम दिदीहरू, ओर्लिम। ए हाम्रो दिदीहरू ओर्लिँदै हुनुहुन्छ। एउटा गाडी त्यहाँ पनि पुगेछ। ए अर्को गाडी नि पुग्यो। यहाँको चाहिँ अहिलेको मौसम त यस्तो रहेको छ साथीहरू, हेरौँ। ल आन्टी ओर्लिनु। दिदी आराम हुनुहुन्छ नि? सर हेलो दाजु, हाम्रो दाजु निदाको हो? निदाउनु त भएको छैन नि? म रितु दिदी तपाईँ त तर निदाउनु भएको थियो त? ए आज हाम्रो सुन्दा दिदी फ्रेस हुनुहुन्छ। ठिक छ नि दिदीहरू होइन? कहाँ यो ठाउँ थाहा पाउनुभयो? सिङताम आउनु खाजा खान। ए चिया खानलाई। ए यहाँ चाहिँ यस्तो छ सिङताम चिया पसलहरू यस्तो छ है। चिया पसल यस्तो छ साथीहरू यहाँ सिङतामको। सिङताम चिया पसल। हेलो साथीहरू, हाम्रो सिक्किमदेखि आएदेखि यहाँ खाजा खाँदैछौँ। गाडीबाट लैजाउँ। हाम्रो जीवन दिदीले मलाई एउटा ब्रेड बनाइदिनु भएको छ चियामा प्रास राखेर। धन्यवाद दिदी। यसरी खाजा खाँदैछौँ। हाम्रो उहाँ दिदी जहिले अरूलाई खुवाएर मात्र आफू खानुहुन्छ। यति राम्रो दिदी। ओहो के साह्रो हो दिदी जहिले अरूलाई खुवाउने। खाइदिएँ दिदी, मैले चियामा प्रास त मिठो लाग्दैन थियो, अहिले खाएँ। मैले दिएर खानुभएको हजुर खाँदैन थियो नि दिदी। पुगेन तपाईँहरूलाई? मैले के भने अन्डा नहुनेलाई अलिकति बढी देखिनु। अन्डा नखाने दिन पर्यो नि त। ठिक छ छोडिदिनु। हाम्रो दिदीहरू खाजा खाँदै हुनुहुन्थ्यो। मान्छे चारधाम जाँदाखेरि चिया बगान चाहिँ दामी रहेछ। यहाँको रोड पनि कति राम्रो हो। सलल सिक्किम सिक्किम यहाँ राम्रो रहेछ नि। हेरौँ साथीहरू, अहिले हामी नाम्ची चारधामको यात्रामा बसभित्र गाडीभित्र नै छौँ र अहिले चाहिँ कति बजेको छ भने 8:50 गएको छ। हाम्रो दिदीहरूले चाहिँ यो दुईवटा मन्दिर नाम्ची चारधाम र साई मन्दिर दर्शन गर्न जाँदाखेरि गाडीमा यही तीर्थयात्रा सम्बन्धी नै केही गानाहरू गाएर हजुरहरूलाई सुनाउनुहुन्छ। ल राम्रोसँग सुनिदिनु होला। ल हाम्रो दिदीहरू रेडी हो? ल सुरु। भगवान जाऊँ जाऊँ लाग्छ
हामी चाहिँ नाम्ची चारधाम पुगेर दर्शन गर्न भित्र जाँदैछौँ। हाम्रो दिदीहरूले सपिङ गरेर पूजाआजाको सामान लिएर आइरहनु भएको छ। ल अब हामी चाहिँ यहाँभित्र जाँदैछौँ। कति इन्ट्री फी लाउँछ के लाउँछ अब भित्रै गएपछि थाहा हुन्छ, हेर्दै गर्नुहोस्। हामी चाहिँ अगाडि बढिरहेछौँ। यहाँ चाहिँ यस्तो रहेछ। नौजना तिमी टी सिक्किम अर्ग्यानिक टी। एकजना बराबर 50 में। यस्तो डिस्काउन्ट यताउति हुन्न म्याम? हेलो म्याम, डिस्काउन्ट हुन्न? हुँदैन है? ए गुरुजी त हुनुहुन्न? गुरुजी लाग्दैन। तर गुरुजीको सट्टा म छु। गुरुजीको सट्टा म छु। कतिजना? म एकजना। चेन्ज दिनु त छैन। रोक्नु। त्यसो भए 9जना कति चाहियो हामीलाई? 850 चाहियो। त्यो दुईटाको ल्याउनु मलाई सही छैन भन्नु नयाँ रुक्नु है, मेरो त हेर्नुपर्छ। हेर्नु पर्यो 40 रहेछ। तपाईँ कतिको छ? 500 को दुईजना काट्नु दिदी सबै। तपाईँको र मेरो छ है यहाँ दुईजना छैन। कतिजनाको बाइक छ भन्नु त यहाँबाट काट्नु पछि मिलाउनुहुन्छ। तपाईँहरू सल्लाह गर्नु ल। हेलो साथीहरू, फेरि यस भित्र इन्ट्री गरेर चाहिँ यहाँ चाहिँ सुज खोलेर चाहिँ त्यहाँ राख्नु पर्दो रहेछ। फी चाहिँ लाउँदो होइन रहेछ सुज र डोनेसन दिने भए चाहिँ दिन मिल्दो रहेछ। अब यसरी खाली खुट्टा हिँड्दै जानुपर्ने भयो। अन्ततिर खाली खुट्टा ट्याग तपस्या गर्नलाई हिँड्थ्यो कि हो हुन नि यहाँ ठिकै गराइदिएछन्। अब खाली खुट्टा नहिँडाएको भए म त जुत्तैसँग जान्थेँ होला। रुल्स नै लगाएर ठिकै गरेछ। पाउँछ हरियाली रहेछ यहाँ। हेरौँ साथीहरू, यो कुन उता पल्लोपट्टिको? हेरौँ गाइजहरू, ए मूर्ति तपाईँ देख्नुहुन्छ नाम्ची चारधाम। नाम्ची चारधाम भनेको चाहिँ यही हो। राम्रोसँग हेर्नु होला। र हामी पनि हेर्दैछौँ। हाम्रो दिदीहरू अगाडि दर्शन गर्न जाँदै हुनुहुन्छ। हाम्रो 3टा गाडी थियो। 3टा गाडीमा हामी चाहिँ फर्स्ट गाडीमा अगाडि आइसक्यौँ र बाँकी दुईटा गाडीको साथीहरू चाहिँ पछाडि नै हुनुहुन्छ दिदीहरू। र यहाँ चाहिँ यस्तो हरियाली एकदम रमणीय स्थल रहेछ नाम्ची चारधाम। चारधामको यात्रा खाली खुट्टा हुँदो रहेछ। फोटो आउँदाखेरि खिचौँला है दिदी। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो दिदीहरू खाली खुट्टा यसरी शिवजीको पूजा गर्न जाँदै हुनुहुन्छ, दर्शन गर्न। र चाहिँ यहाँ एकदम हरियाली रहेको छ र यसरी हामीहरू हिँडिरहेका छौँ। देख्न सक्नुहुन्छ गाइजहरू, यहाँनिर यस्तो छन्। दिदी यिनीहरूले खासमा यसलाई के भन्छ? यस्तो बनाएको मन्दिरलाई यो छ नि, यो मन्दिर नै हो ल। तपाईँ देख्न सक्नुहुन्छ यहाँ सबैको बारेमा त थाहा छैन। त्यहाँ शिवजीको ठुलो मूर्ति रहेको छ। हेर्नुहोस् साथीहरू, हेर्नुहोस्। खिचिराख्नु भने आउँदा तयारी हुन्छ। खिचेको यो तयारी बनाएको चाहिँ कति हो नि दाइ? ग्रुपको एउटा बनाऊँ न त। ग्रुपको कसरी हो नि दाइ? 100-200 छ। 100-200 कुन 100 को कुन 200? ठुलो 200। ए सिङ्गल खिचे पनि ग्रुप फोटो खिचे नि त्यही हो नि हैन? हजुर हजुर।
यो सही यताबाट आउनुहोस् न सेन्टरबाट यहाँबाट बस्नुहोस् यो डल्लै भ्यू आउँछ त्यस्तो किन खिच्ने हो दिदीहरू फोटो यहाँबाट चाहिँ इन्ट्री हुन्छ यहाँबाट भित्र छिर्दैछौँ हामी तपाईँहरू हेर्न सक्नुहुन्छ राम्रोसँग एकदम पिसफुल आनन्दमय सुन्दर नाम्ची चार धाम बद्रीनाथ धाम हो बद्रीनाथ धाम यो तलको जगन्नाथपुरी हो यो चाहिँ बद्रीनाथ धाम त्यो जगन्नाथपुरी ऊ परको द्वारिका धाम छ यहाँ हो यो चाहिँ द्वारिका धाम रहेको छ तपाईँको यता उम्बुपट्टि चाहिँ 12 ज्योतिर्लिङ्ग र 12 ज्योतिर्लिङ्ग सिद्धेश्वर धाम ठुलो चाहिँ माथि देख्दै गरेको चाहिँ सिद्धेश्वर धाम ठुलो हो तेस्रो धाम भएको यो त्यसको वरिपरि चाहिँ यो चाहिँ रातो रातो भएको चाहिँ 12 ज्योतिर्लिङ्ग हो 12 ज्योति 12 ज्योतिर्लिङ्ग तपाईँको उहाँबाट सुरु हुन्छ हो हजुर नन्दीको स्पारबाट 1 नम्बर हो हजुर स्पार चाहिँ 12 नम्बर हो त्यहाँबाट सुरु गरेर यता पछाडिबाट घुमेर आएर यहाँ अन्तिम हुन्छ त्यस्तो हुन्छ ल हाम्रो दाइले चाहिँ सबै भनिदिँदै हुनुहुन्छ यहाँ यहाँबाट आउनुहोस् न फोटो खिच्नु ग्रुपमा यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू एकदम आनन्दमय रहेको छ तपाईँहरूलाई यहाँ आउनुभयो भने एकदम गुड भाइब्स आउँछ यहाँ चाहिँ एकदम ठुलो मन्दिर रहेको छ ओम नमः शिवाय म चाहिँ यहाँ घन्टी दर्शन गर्दैछु यहाँ चाहिँ एकदम ठुलो घन्टी रहेको छ है ल हेर्न सक्नुहुन्छ गाइजहरू इच्छा नहुनुलाई छोडिदिनुहोस् इच्छा हुने आउँछ गाइजहरू हाम्रो दिदीहरू यसरी प्रार्थना गर्दै आउँदै हुनुहुन्छ साथीहरू तपाईँ पनि आउनुहोस् दर्शन गर्नुहोस् नाम्ची चारधाम एकदमै रमणीय स्थल रहेको छ मेरो पहिलो यात्रा आज 12वटा ज्योतिर्लिङ्ग छन् ती अहिले एकै ठाउँमा दर्शन गर्न पाउनु भनेको हाम्रो 7 जन्मको पाप नाश हुने हो गरे यहाँ 12वटा छ है दिदी सौराष्ट्र सोमनाथ च श्रीशैल मल्लिकार्जुनम उजैन्य महाकाल ओंकार ममलेश्वरम परलयम वैजनाथम डाङ्गिन्य भीमशङ्करम सेतु वन्दे तु रामेशम नागेशम दारुकावने वाराणसी विश्ववेशम त्र्यम्बकम गौतमी तटे हिमालय तु केद्वारम गणेश शिवालय यतानि ज्योतिषलिङ्गानि संयम प्राप्त पठान्नर भनेको साँझ र बिहान जसले यो तोत्र मात्रै भन्छ भने पनि सप्त जन्म पाप विनशन्ति अरे 7 जन्मको पापहरू नाश हुन्छ भनेपछि त्यस्ता हामीले दर्शन गर्न पाउने एकैचोटि भने चाहिँ हामी कति भाग्यमानी साथीहरू तपाईँ पनि यति चाहनुहुन्छ भने आउनुहोस् यस्तो राम्रो धार्मिक स्थलमा तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ शिवजीको मन्दिर रहेको छ देखो न गाइस देखो न आप लोग देख सकते हैं देखो ना गाइस देखो ना ये क्या है ये पीसफुल आनन्दमय रमणीय जग्गा रहेको छ नाम्ची चारधाम हाम्रो दिदीहरू यहाँ पूजाआजा गर्नलाई भित्र जान तयारी गर्दै हुनुहुन्छ यहाँ चाहिँ शिवजीको मूर्ति रहेको छ एकदम ठुलो रहेको छ हेर्नुहोस् दिदीहरू दर्शन गर्दै हुनुहुन्छ म पनि भित्र जाँदैछु दर्शन गर्न छिर्दैछु ओम नमः शिवाय ल साथीहरू हाम्रो पूजाआजा पनि सक्यो हाम्रो दिदीहरूले पूजाआजा पनि गरेर सकाउनु भयो प्रार्थना पनि गरेर सकाउनु भयो दिदीहरूले के माग्नुभयो तर मागेको सबै पुरा होस् भगवान्ले पुरा गरिदियोस् ल तपाईँहरू चाहिँ अब नाम्ची चारधामको अर्को साइडतिरको सिनहरू हेर्नुहोस् यहाँ चाहिँ यस्तो रहेको छ अब कसरी व्याख्या गरौँ त्यो त मलाई थाहा छैन किनकि फर्स्टचोटि आएको म पनि पहिलोपटक हो नाम्ची चारधाम तर यति आनन्द रहेछ नि तपाईँहरू पनि आउन सक्नुहुन्छ रमाइलो छ ठाउँ एकदम त्यसमाथि पनि धार्मिक मान्छेहरू चाहिँ एकदम आउँदा हुन्छ ल यहाँ चाहिँ धार्मिक आस्थामा विश्वास गर्नेहरू चाहिँ एकदमै धेरै आउन सक्नुहुन्छ एकदम पिसफुल भन्छ नि एकदम आनन्द रहेको छ
तपाईँहरूलाई पछाडिको साइड पनि देखिसक्नु भएको छ। यो हो नाम्ची चारधाम, सिक्किमको नाम्ची चारधाम भनेको यो हो साथीहरू, हेर्नुहोस्। अब आउन सक्नेहरू आउनु होला। हामी चाहिँ नाम्ची चारधाम दर्शन गरेर अहिले चाहिँ तल खाना खाने ठाउँ र साई मन्दिरमा आइसकेका छौँ। यो साई मन्दिर भएको ठाउँ नै बस पार्क रहेछ, यहाँ खाना खाएर यहाँबाट यात्रा सुरु गरिँदो रहेछ। अहिले चाहिँ हामी साई मन्दिरभित्र प्रवेश गर्दैछौँ। यो चाहिँ हाम्रो साई मन्दिर रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँबाट साई मन्दिरमा इन्ट्री गर्ने, यहाँबाट साई मन्दिर गयो। यहाँ दिदीहरू हाम्रो पूजाआजाको सामान किन्दै हुनुहुन्छ साई मन्दिरमा, पूजाआजा गर्ने। हेर्न सक्नुहुन्छ, यसरी सामान किन्न सक्नुहुन्छ यहाँ आएर। अब दिदीहरू सामान किन्दै हुनुहुन्छ, यहाँ पूजाआजाको सामान पाउँदो रहेछ। त्यहाँ एकजना दिदीले दर्शन गरिरहनु भएको छ। साई मन्दिरको साइडमा नन्दीहरू छन्, शिवजीको मूर्ति रहेछ र मेरो फेभरेट भगवान् गणेशजी नि हुनुहुन्छ यता। शिवजी नन्दी हुनुहुन्छ शिवजीको, उहाँ चाहिँ मेरो फेभरेट भगवान्, मेरो मनपर्ने भगवान् गणेशजी हुनुहुन्छ। देख्न सक्नुहुन्छ तपाईँले यहाँ, यो चाहिँ साई मन्दिर हो। हाम्रो आमाले चाहिँ पूजा गर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ गाई साई मन्दिर। यो तपाईँले मेन साई मन्दिर भनेको चाहिँ यो सिक्किम दार्जिलिङ सिक्किमको साई मन्दिर भन्छ गाइस, त्यो चाहिँ यो हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यो साई मन्दिरको मुख्य मन्दिर रहेको छ, मुख्य द्वार रहेको छ। देखो ना आप लोग, कितना सुन्दर है, देखो ना। यो चाहिँ साई मन्दिर रहेको छ हाम्रो सिक्किमको। आजको हाम्रो लास्ट भिजिट र साइट सिन पनि यही नै हो, साई मन्दिर। यहाँदेखि हामी चाहिँ खाना खाएर काँगडभिट्टाको यात्रा तय गर्नेछौँ एकैछिनमा। यो चाहिँ साई मन्दिरको मुख्य द्वार रहेको छ। हामी चाहिँ आज चौथो दिन, भिजिटको चौथो दिनमा यात्राको क्रममा चाहिँ हामी साई मन्दिरमा आएको थियौँ र हाम्रो दिदी चाहिँ एकदम धार्मिक हुनुहुन्छ। उहाँ दिदीले चाहिँ अब आफ्नो एक्सपिरियन्स, उहाँ चाहिँ एकदम धार्मिक मान्छे भएको हुनाले यहाँको अनुभव कस्तो भयो, साई बाबाको मन्दिर दर्शन गर्दा कस्तो भयो, त्यो चाहिँ सुनाउनुहुन्छ। तपाईँहरू राम्रोसँग सुनिदिनु ल। ल दिदी भन्नु त। हामी आज मिति 2082 माघ महिनाको 7 गते, तदनुसार समय बिहानको 11 बजेको छ। यति बेलाको समय हामी साई बाबाको धाममा मन्दिरमा आएर दर्शन गर्ने अवसर पाएका छौँ। यो दर्शन गर्दाखेरि यति धेरै आनन्द आएको छ, यति धेरै आनन्द आएको छ। साई बाबा गुरुदेवको बाल्य अवस्थादेखिबाट प्रौढ अवस्थासम्मको लीला कहानीहरू, लीलाहरू चाहिँ हामीले चाहिँ प्रत्यक्ष भित्तामा टाँसेर राखेकाहरू चाहिँ देख्न पायौँ। त्यसबाट हामीले छर्लङ्ग अनुभव पनि गर्न पायौँ। भगवान्ले यस्ता यस्ता चमत्कारहरू गर्नुहुने रहेछ, यस्ता यस्ता लीलाहरू गर्नुहुने रहेछ। हामी भक्तजनहरूलाई चाहिँ भगवान्ले उत्प्रेरित गराउनको लागि, ऊर्जा थप्नको लागि, ज्ञानी बनाउनको लागि, गौरवान्वित बनाउनको लागि, मान्छेलाई मान्छे बनाउनको लागि र आफूले आफूलाई चिन्नको लागि लगातार एकदम लगनशील भएर प्रयत्न गरेर हाम्रै अनुरूपमा मात्रै जे कार्य गर्नुहुन्छ त्यो चाहिँ हाम्रै अनुरूपमा मात्रै गरिराख्नु रहेछ। यसको लागि म असाध्यै हृदयदेखि नै एकदम गदगद भएकी छु। यसबाट मलाई एकदमै थप प्रेरणा र ऊर्जा मिलेको छ। जसअनुसार हामीलाई तलबाट आउँदाखेरि हाम्रो शरीर भारी भएको थियो, कता कता टाउको पनि थिचे जस्तो भएको थियो। अहिले त्यो टाउकाको भारी कता गयो थाहा छैन। हाम्रो शरीर यति चङ्गा कि दसैँमा उडाउने चङ्गा उडे जस्तो भएर हाम्रो शरीर त्यति हल्का र फुल्का भएको छ। मेरो अनुभवमा मलाई लागेको छ कि मेरा नाडीहरू, मेरा इडा पिङ्गला, मेरा नाडीहरू एकदमै स्वस्थ रूपमा खुलेका छन्। म एकदम सुसुप्तमा जान त म सकेकी छैन, तर मेरा इडा र पिङ्गला, मेरा नाडीहरू चाहिँ खुलेर मलाई चाहिँ एकदम सजिलो वातावरण बनाइदिनु भएको छ। यस्ता गुरुदेवहरूलाई चाहिँ नमस्कार भन्दै हस् मेरा 2 शब्द यही टुङ्ग्याउँछु। हेलो गाइजहरू, साथीहरू, हेर म यो टिस्टा नदीको साइडमा भएको टिस्टा नदी, यो चाहिँ नेपालको पूर्वमा टिस्टा भन्छ नि, यहाँ चाहिँ टिस्टा सिमाना यो है गाइजहरू। गाइजहरू
साथीहरू हामी चाहिँ टिस्टा पुल क्रस गरेर गरिसक्यौँ नेपाल साइडतिर चाहिँ टिस्टा नदीको छेउमा रहेको पसलहरू हो। आज हाम्रो यात्राको चौथो दिन हो र यात्रा यति रमाइलो भयो कि अब कसरी भनौँ जस्ट फिलिङ। आज तपाईँहरूलाई म चाहिँ अहिले टिस्टा नदी हाम्रो नेपालको भूमि देखाउन गइरहेको छु। हेर्नुहोस् गाई हेलो साथीहरू, फेरि हामी 1:30 भएको छ अहिले चाहिँ। यहाँ बाटोमा आउँदाखेरि टायर पङ्क्चर भएर हाम्रो गाडीको गुरुजीले टायर बनाउँदै हुनुहुन्छ यहाँ। यसरी टायर पङ्क्चर भयो हाम्रो गाडीको, टायर पङ्क्चर भएको छ। अब दिदीहरू लानुहुन्छ, सबैजना गइरहेको छ। हामी चाहिँ अब यहाँ 1 घन्टा आधी घन्टा रेस्ट गर्नुपर्ने भयो। टायर पङ्क्चर अहिले कति बज्यो? 1:30 बज्यो र अहिले चाहिँ मैले खाजा खाइरहेको छु। अब कति गुरुजीले टायर निकाल्दै हुनुहुन्छ। खत्रै हल्का छ के गुरुजी? पावर बढी भयो। यो टायर त नयाँ हो नि गुरुजी? डर भयो फेरि यो नयाँ हो नि, यो त नयाँ रहेछ। अनि त्यो चाहिँ पहिले पङ्क्चर भएर बनाएको वाला हो? कराउन नि एकदम कराएको थियो नि। भयो ए त्यो मैले भने नि तपाईँले मेसिन आएर देख्नुभयो होला नि, त्यो रुख काट्ने क्या ठुलो, त्यसको साउन्ड जस्तो हो कि। यो भित्र के हो दाइ? बाँदर मात्र छ नि त? बाँधो आर्मी ब्यारेक छ हो? रेलको बाटो कुद्ने यता पुरै भित्रभित्र कुद्छ। आजकल कुदिरहेको पनि हुन्छ। बनाउँदैछ ल त्यो पनि गाडी बन्यो। ल गाइजहरू, हाम्रो गाडी बन्दैछ। अब चाहिँ सेकेन्ड गाडीवाला कुरोले टायर ल्याइदिएर अब यहाँ बनेर हामी रेडी भएर जान्छौँ। सुन्तला खानु रोक्नु पर्ने, रोकेन। अहिले हामी 5:30 बजे 6:30 बजे यहाँ यो काँडभित्र होइन, काँडभित्र बसमा पुगेको छौँ। हाम्रो गुरुजीले यति राम्रोसँग ल्याउनु भयो यहाँ। त्यो उहाँ हाम्रो गुरुजी हुनुहुन्छ, त्यही भएर हाम्रो गुरुजीलाई यी रुक्ने यो पैसा कति छ थाहा होइन, तर गर्नुपर्छ। 300 बढी। अनि एकजना दिदीले पनि थाउनु भएको, त्यो चाहिँ टिप्स दिँदै हुनुहुन्छ है हाम्रो गुरुजीलाई। सरस्वती दिदीले दिनुभएको छ, 100 रुपियाँ सधैँ दिदी थाउनु भएको छ। ल गुरुजी यो समात्नु, यो हाम्रो दिदीहरूको साइडबाट तपाईँलाई टिप्स हो। छोडिदिनु आउनु हाम्रो दिदीले हाम्रो गुरुजीलाई टिप्स दिँदै हुनुहुन्छ। 300 नेपाली 20 मैले पाएको पैसा पनि सबै कति राखिन के 40 30 40 305 नेपाली भारी भारू 40 र भारू 40 45 दिनलाई चाहिँ कहाँ रहेछ पानी बोकेर हिँड्ने गाडी उता हामीहरुको उठाएको पैसा हो। गुरुजीलाई टिप्स दिनु भएको छ। धन्यवाद है गुरुजी। चिया खानु होला भनेर गुरुजी। ल धन्यवाद दिदी। ल गुरुजी तपाईलाई हामीलाई यात्रा गराएर कस्तो फिल भइरहेछ नि? एकदम मलाई त खुसी लागिरहेछ, आनन्द लागिरहेछ। ल गुरुजी हामी फेरि भनेछौँ, हजुरको नाम भन्नु त गुरुजी? निर्मल लामा। निर्मल लामा हाम्रो गुरुजी हुनुहुन्छ, धेरै धेरै राम्रो दाइ हुनुहुन्छ। ल गाइजहरु तपाईहरु पनि ट्रिप आउनु पर्ने हाम्रो गुरुजीसँग घुम्नुहोस् है। ल हाम्रो साथीहरु यहाँ हुनुहुन्छ, सामान गर्दै हुनुहुन्छ। भेट्नु भएन?
यो चाहिँ हाम्रो बस हो यो बसमा हामी चाहिँ जान्छौँ यहाँ दिदीहरू सामान राख्दै हुनुहुन्छ ए यो चाहिँ हाम्रो बस हो गाइजहरू अहिले हामी चाहिँ 6:30 बजे अब यहाँबाट हिँड्छौँ के बोधाइ हजुर सबै ठिक छ नि मलाई दिनुभएको थियो मैले स्टपसँग राखिदिएको थिएँ कि योसँग राखेको चिनी हो ऋतुलाई थाहा हजुर चिनीको बोका के त्यतातिर छ कता छ गाडी मुनि ल अब 5:30 मा हाम्रो यात्रा सुरु हुन्छ 6:30 मा यहाँ काँगरभिट्टाबाट डोल नेपाल र इन्डियाको बोर्डरबाट हाम्रो दिदीहरू बस्न तयार हुँदै हुनुहुन्छ आफू बसा यहाँ ल बसौँ गाइजहरू म पनि ए बसिसक्नु भएको तपाईँहरू यता हेलो गुड मर्निङ सबैमा शुभ बिहानीसँगै मेरो पनि नमस्कार अहिले चाहिँ हामी बिहानको 7:30 बजे शहीद स्मृति पार्क हेटौडामा प्रवेश गरेका छौँ हामी चाहिँ आज यात्राको 5औं दिनमा चाहिँ पोखरा फर्कने क्रममा हेटौडामा रहेको शहीद स्मृति पार्कमा प्रवेश गरेर महिला स्वयंसेवक दिदीहरूले हेर्ने भन्नुभएको थियो त्यही भएर यहाँभित्र जाँदैछौँ र तपाईँहरूलाई म शहीद स्मृति पार्क कस्तो छ भनेर देखाउँदैछु हेर्नुहोस् ल देखो न गाइस देखो न यहाँ एकदम सुन्दर फुलहरू रोपिएको छ एउटा फुलहरू देखो न चाहिँ यसरी वाटरफल रहेको छ यहाँ चाहिँ यसरी हाम्रो दिदीहरूको फोटो सुट भइरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ त्यो वाटरफल रहेको छ तपाईँलाई वाटरफल रहेको छ यस्तो रहेको छ हजुर फोटो मेरो यहाँ भिडियो बनाउँदैछु म दिदी ल एकैछिनमा आयो दिदी अब दिदीले फोटो खिचिदिने र मैले एकछिनमा खिचिदिएँ है दिदी देख्छ न गाइस देख्छ न म तपाईँलाई अर्को के छ देखाउन जाँदैछु ल यस्तो रहेको छ यहाँबाट आउँछ अर्को प्रवेशद्वार यहाँ यस्तो रहेको छ ए त्यहाँ मयूर छ यहाँ चाहिँ हाम्रो मयूर रहेको छ यहाँ चाहिँ यस्तो छ गाइसहरू चाहिँ यस्तो रहेको छ भने अरू पनि देखाउँदैछु तपाईँलाई पुरै पार्क देखाउँछु मैले तपाईँलाई हेटौडामा रहेको शहीद स्मृति पार्कमा जे होस् राम्रो छ रमाइलो छ यतापट्टि चाहिँ यस्तो रहेको छ बुट्यानहरूले यसरी बनाएको छ आहा ये क्या है इतना अच्छा क्या है यता चाहिँ गुलाबहरूको काँडे गुलाबहरूको फुल रोपिएको छ यस्तो रहेको छ यहाँ चाहिँ यस्तो रहेको छ यी क्या है यहाँ चाहिँ यस्तो रहेको छ गाइजहरू यो के आफै हेर्नुहोस् तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो शहीदहरूको स्मृतिमा चाहिँ यस्तो बनाइएको छ त्यहाँ चाहिँ हाम्रो शहीदहरूको 4 शहीदहरूको फोटोहरू शालिगर बनाएको छ ढुङ्गामा नै कुदेर यहाँ चाहिँ हाम्रो नेपालको गौरव हेटौडाको पहिचान हाम्रो दिदीहरू अनि स्वयंसेवक दिदीहरू र हाम्रो सदस्यज्यू घुमेर आइसक्नु कस्तो लाग्यो दिदीहरू तपाईँलाई पार्क रमाइलो लाग्यो नि सबै घुम्नुभयो अब त हाम्रो यात्रा सकियो है लास्टमा ल हिँडौँ दिदीहरू तलपट्टि अझै केही छ र दिदी ल गाइजहरू तपाईँलाई म अब लास्ट स्टेप देखाउन जाँदैछु गाईहरू छन् रे
ए हाम्रो सदस्यज्यू पनि घुमेर आइसक्नु भयो है दाजु कस्तो छ नि तलतिर ठिकै राम्रो छ रमाइलो लाग्यो नि तपाईँलाई है ल म हेरेर आएँ ल देखेँ गाइस देखेँ बिहानको सनराइज पनि देखियो देखौ न तपाईँलाई म लास्ट स्टेप शहीद स्मृति पार्कको लास्ट स्टेप देखाउँदैछु हाम्रो दिदीहरू यहाँ फोटोसुट गरिरहनु भएको छ यहाँ गाईले यहाँ दुध खुवाइरहेको छ आफ्नो बचेरालाई ए देखो न दुन रेडी हुनु हजुर दिदी गाई पनि कति राम्रो त्यसरी यहाँ तल यस्तो रहेको छ देख्न सक्नुहुन्छ यो ढुङ्गाले नै यस्तो बनाएको छ यहाँ घरहरू यहाँ यो ढुङ्गामाथि नै के छ भन्ने लाउँछ होला तपाईँहरूलाई यो ढुङ्गामाथि नै यसरी शहीदहरूको स्मृतिमा यसरी घरहरू रहेको छ यो हेर्नु यो सानो सानो घरहरूको नमुना बनाएको छ गौरी शङ्कर हिमाल यो चाहिँ गौरी शङ्कर हिमाल रहेको छ देख्न सक्नुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ चाहिँ हेर्नुहोस् यसरी यो ढुङ्गामा नि यसरी सानो सानो घरहरूको नमुना बनाइएको छ देखौ न ए यसरी यो चाहिँ एकदम ठुलो हिमाल छ जहाँ चाहिँ सानो साना हिमालहरू र घरहरू कुदेर बनाइएको छ ए देख्न सक्नुहुन्छ यो र म छु अहिले हेटौडाको शहीद स्मृति पार्कमा रहेको छु उताबाट हाम्रो सनराइज पनि देख्न सकिन्छ बिहानको हामी मर्निङमा आएको हुनाले यति राम्रो सनराइज पनि देख्न पाइरहेको छौँ भर्खर भएको छ 7:30 मात्र जम्मा 7:30 भएको छ वनको न्याउली कराउँदा मन रुन्छ हैरानी मागे अन्तै दिला बाँच्यो कि निर्माया हुनै छाड्यो के हुन्छ वनको न्याउली कराउँदा मन रुन्छ हैरानी मागे अन्तै दिला बाँच्यो कि
बस्यो नियाली काजैमा छेउको सियो कोही बेला माझैमा खैरानी मागे हेलो 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 गुड आफ्टरनुन सम्पूर्णमा ल साथीहरू आजभन्दा 4 दिन अगाडि हामीले यही बेगनास बसपाबाट यात्रा सुरु गरेको थियौँ इलाम दार्जिलिङको सिक्किमको र आज 5औं दिनमा यहाँ खुसीका साथ राम्रो साथ यात्रा सम्पन्न गरेर झर्दैछौँ ल झर्नु तपाईँहरू यसरी सामान झार्दै हुनुहुन्छ पुग्दाखेरि ल गुरुजी तपाईँलाई धेरै धेरै धन्यवाद ल यात्रा सफल पार्दैकोमा तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँ मेरो टचमा रहिरहनु होला ल गाइजहरू हामी चाहिँ झऱ्यौँ सकियो आजको हाम्रो यात्रा यति राम्रो भयो तपाईँहरू पनि आउनु होला यसै गरी यात्रा गर्नु होला भिडियो हेर्दैकोमा धन्यवाद मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला हस्।